नमस्कार सम्पूर्णमा न्यू डे न्यू भ्लग। म उद्धव तामाङ यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु मेरो यो भ्लगमा। सो आज चाहिँ यो भिडियो अलि फरक शैलीको हुनेछ। विशुद्धै पारिवारिक आफन्तजन बीचको यो भिडियो सम्प्रेषण गर्दैछु। स्वयम्भूको फेदमा रहेको एकदम रमणीय स्थलमा रहेको मुस्ताङ गुम्बा स्थित सुट गरिएको यो भिडियो फुटेजहरू हुन्। सायद यहाँहरू कतिलाई थाहा नहुन पनि सक्छ, थाहा हुनेहरूलाई ठिकै पनि छ। यो स्थलको बारेमा मैले खासै जानकारी दिइराख्नु परेन, तर यो अति नै रमणीय, सुन्दर, शान्त स्वयम्भूको काखमा रहेको मुस्ताङ गुम्बाभित्र हाम्रो एक पारिवारिक जमघट तथा एकदमै शुभ कार्यको यो भिडियो यहाँहरू सम्पूर्णमाझ लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म स्किप नगरी साथ दिनुहोला भन्ने आग्रह गर्दै म अझै यस भिडियोको बारेमा प्रस्तुत जानकारीहरू दिन गइरहेको छु। सो यो भिडियो चाहिँ खास गरी के हो भने हाम्री प्यारी भतिजी छोरीको अन्नप्रसान कार्यक्रमको समस्त दृश्यहरू समेटिएको छ। यो छोरी कृतिशा तामाङको अन्नप्रसान कार्यक्रमका झलकहरू हुन् र यसलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्ने आग्रह गर्दछु। खासमा भाइ सन्तोष तामाङ तथा बुहारी कविता दोङ तामाङलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँका प्यारी छोरी कृतिशा तामाङको अन्नप्रसान कार्यक्रममा मलाई निमन्त्रणा गरेर यो पवित्र कार्यमा उपस्थित हुन पाउँदा म आफैलाई एकदमै खुसी र गर्व ठान्दछु। र भाइ चाहिँ अहिले अब नेपालमा हुनुहुन्न, भाइ विदेशतिर हुनुहुन्छ। तसर्थ यो आजको यस कार्यक्रम चाहिँ सम्पूर्ण बुहारी र अर्का भाइ बुहारी मनोज तामाङ, मिना तामाङले यस कार्यक्रमलाई चाहिँ आयोजना गरेर समस्त हाम्रा योन्जन परिवारहरूलाई निमन्त्रणा गरेर यो सुवर्ण अवसर अन्नप्रसान कार्यक्रममा बोलाएर भव्य सभ्य कार्यक्रम गराइदिनु भएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र म अझै विस्तृत रूपमा यहाँहरू माझ के भन्न चाहन्छु भने अन्नप्रसान भन्नाले सायदै मैले यहाँ व्याख्या गरिराख्नु नपर्ला, यो हामी सबैलाई थाहा भएकै कुरा हो। तर यद्यपि मलाई जानकारी भए जति केही कुराहरू भिडियो मार्फत राख्न गइरहेको छु। भिडियो अलिकति लामो भएकोले पनि म यस विषयमा अलि परिचर्चा गर्न गइरहेको छु। हिन्दू तथा बौद्ध सनातन संस्कार अनुसार बालबालिकाको शारीरिक, मानसिक तथा आत्मिक विकासको कामना गर्दै पहिलो पटक अन्न ग्रहण गराउने यो संस्कारलाई अन्नप्राशन संस्कार भनिन्छ। यो संस्कार चाहिँ हिन्दू धर्म अवलम्बी र बौद्ध धर्म अवलम्बीहरू दुवैले यस परम्परालाई मान्ने चलन हाम्रो समाजमा चलिआइरहेको छ। सम्पूर्ण आफन्तजन
इष्टमित्रहरूलाई यस कार्यक्रममा निम्तो दिने चलन छ। निम्तोलाई स्वीकार गरेर पाहुनापातहरू आउनुहुन्छ। आइसकेपछि बालबालिका जो हुनुहुन्छ उहाँहरूलाई टीका लगाएर अन्नप्रसान गरिने चलन छ। त्यही चलन अनुसार नै हाम्रो प्यारी छोरी कृतिशा तामाङलाई आज यस पवित्र अन्नप्रसान कार्यक्रम समापन गरियो र गरिँदै पनि छ। र यस अन्नप्रसान कार्यक्रममा चाहिँ खास गरी आमा बुबा परिवारजन तथा इष्टमित्रहरूको माया स्नेह आशीर्वाद दिने प्रचलन रहेको छ। र यही प्रचलन स्वरूप आज छोरी कृतिशा तामाङलाई सम्पूर्ण आगन्तुक आफन्तजन इष्टमित्र पाहुनाहरूले माया स्नेह आशीर्वाद दिँदै टीका लगाइदिएर अन्नप्रसान गरियो। यस शुभ अवसरमा तर्फबाट पनि उहाँ छोरी नानीलाई सद्बुद्धि दीर्घायु सुस्वास्थ्य र जीवनभर सफलता प्राप्त होस् भन्ने कामना व्यक्त गर्न चाहन्छु। यसै सिलसिलामा उपस्थित आफन्तजन सम्पूर्णले कार्यक्रमलाई भव्य र सभ्य तवरले मनाउँदै खानपिन गर्दै खानपिनको पश्चात नाचगानहरू गरिने चलन चलिआएको परम्परा छ। त्यसै अनुरूप पनि यहाँ हाम्रा चेलीबेटी आफन्तजनहरू दाजुभाइहरू सबै नाचगानमा व्यस्त भएको यहाँहरूले देखिरहनु भएको छ यो भिडियो मार्फत। र यो भिडियो परदेशमा रहनु भएको मेरो भाइ सन्तोष तामाङसम्म पुगोस् र भाइले पनि यो भिडियो हेरेर चाहिँ मनन गर्नु होला भन्ने मेरो अनुरोध छ। अब भाइलाई हामीले कुरेका थियौँ, भाइ आफ्नो समय परिस्थितिले उपस्थित हुन सक्नु भएन। अझै अब 1-1.5 महिनापछि मात्रै नेपाल आउनुहुन्छ अरे भन्ने जानकारी मैले हिजो मात्रै पाएँ। भाइलाई म के भन्न चाहन्छु भने काम एकदमै यो पवित्र कार्य बुहारीहरूले सुसम्पन्न गर्नुभएको छ। एकदमै हर्ष उल्लासका साथ सम्पन्न भएको छ। भाइले केही पिर चिन्ता लिनु पर्दैन। अब पछि भाइ आएपछि हामी भेटघाट अवश्य गर्ने नै छौँ, हुने नै छ। फेरि यस्तै जमघट गरौँला भाइ, टेन्सन छैन। आफ्नो स्वास्थ्यलाई ख्याल राख्नु होला। म तपाईँ आफ्नो कार्य क्षेत्र नै त्यस्तै छ। अब नेपाल आर्मी जस्तो गरिमामय क्षेत्रमा आफ्नो जागिरको सिलसिलामा शान्ति सेनाको हिसाबले चाहिँ अब तपाईँ परदेशमा हुनुहुन्छ। आफ्नो स्वास्थ्यलाई ख्याल राख्नु होला। पछि आएपछि हाम्रो भेटघाट हुने नै छ भाइ। यो भिडियो हेर्नु होला। मैले खास गरी यो नाचगानको भिडियोलाई मैले सबै समावेश त गर्न सकिनँ। यो अलिअलि काटछाँट गर्दै राखिएको अडियो चाहिँ अब कपिराइट आउने हुन्छ। अब सोसियल मिडियातिर राख्दाखेरि, युट्युबमा फेसबुकमा राख्दा होइन। अब थाहा छ म पछिल्लो समयमा छोटो छोटो भ्लगिङहरू आफ्नो मनका भावनाहरू राख्दै छोटो भिडियोहरू पोस्ट गर्ने गर्दछु। त्यही सिलसिलामा यो भिडियो पनि त्यही अनुरूप नै बनाएको छु। अब यसमा नाचगानको म्युजिक पुरा राखौँ भने कपिराइट लाग्छ। त्यस कारणले मैले यसलाई पुरा चाहिँ नि गीत यो भिडियो मार्फत समावेश गर्न सक्दिनँ। यसको लागि क्षमा प्रार्थी छु। त्यो भएको कारणले नै मैले जानी नजानी यो 2 शब्द बोलेरै भए पनि यो भिडियोमा समावेश गरेको छु। भिडियोलाई हेरेर साथ सपोर्ट दिनु होला सम्पूर्ण मेरा फ्यान फलोअरहरूले पनि। आगामी दिनहरूमा पनि म यस्तो खालको भिडियोहरू मेरो आफ्नै मनको विचार भावनाहरू, बाइक राइडिङका भ्लगहरू
यस्तै यस्तै लिएर उपस्थित हुनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। र यो भिडियो युट्युबमा उद्धव ब्लग तथा फेसबुकमा उद्धव ब्लग दुवैमा एकसाथ प्रकाशित हुनेछन्। तपाईहरुलाई मन पर्यो भने यो भिडियोलाई लाइक कमेन्ट गर्न सक्नुहुनेछ। हस्त नमस्कार, धन्यवाद।